जापानी भाषामा एकदमै पोलाइट र नेचुरल तरिकाले बोल्ने सबैभन्दा प्रभावकारी तरिका भनेको मास फर्म हो। हुन त जापानीमा अरू पनि पोलाइट फर्महरू छन् नि, तर यो मास फर्ममा पकड बनाउनु भनेको जापानी कुराकानीको मास्टर साँचो नै हात पार्नु जस्तै हो। आजको यस सामग्रीमा हामी सँगै मिलेर जापानी वर्बको कोड डिकोड गर्दैछौँ ताकि यो मास फर्म एकदमै सजिलै बनाउन सकियोस्। ल अब ढिला नगरी सिधै सुरु गरौँ है त। आजको हाम्रो एजेन्डा यस्तो छ है। 1. जापानिज भाषामा मास फर्म। 2. क्रियापदका 9 अन्तिम अक्षरहरू। 3. क्रियापदका 3 मुख्य समूहहरू। 4. ध्यान दिनुपर्ने विशेष अपवादहरू। र 5. मास फर्म बनाउने सजिलो तरिका। खण्ड 1. जापानिज भाषामा मासु फर्म अर्थात् द मासु फर्म इन जापानिज। यो मास फर्मले बोलीलाई एकदमै शिष्ट र सम्मानजनक बनाउँछ। तर त्यहाँ पुग्नुभन्दा अगाडि एउटा सानो परिभाषाबाट कुरा सुरु गरौँ है। जापानिज भाषामा वर्बलाई दोषी भनिन्छ, जसलाई हामी नेपालीमा क्रिया भन्छौँ। यो भनेको कुनै पनि काम, अवस्था वा घटना जनाउने शब्द हो नि, जस्तै लेख्नु, पौडी खेल्नु वा खानु। यो बेसिक कुरा बुझेपछि अब हामी साँच्चीकै कोड ब्रेक गर्नतिर लाग्न सक्छौँ। खण्ड 2. क्रियापदका 9 अन्तिम अक्षरहरू द 9 फाइनल वर्ब लेटर्स। जापानी भाषा जति नै विशाल भए पनि यसमा एउटा एकदमै कडा नियम छ। सबैभन्दा रोचक कुरा के छ भने नि, जापानिज भर्बको डिक्सनरी फर्म जहिले पनि जम्मा 9वटा अक्षरहरूमध्ये एउटामा मात्रै गएर टुनिन्छ। ती हुन् उ, कु, गु, सु, चु, नु, बु, मु र रु। याद गर्नुपर्ने कुरा के छ भने कुनै पनि वर्बको अन्त्यमा का वा कि जस्ता अक्षरहरू कहिल्यै पनि आउँदैनन्। यो सीमारेखा हामीले राम्रोसँग बुझ्यौं भने भर्ब चिन्दा कहिल्यै गल्ती हुँदैन। खण्ड 3. क्रियापदका 3 मुख्य समूहहरू 3 मेन ग्रुप्स अफ वर्ब्स। परम्परागत जापानिज ग्रामरमा प्रयोग हुने गोदान, इचिदान र फुकिसोकु जस्ता गारा शब्दहरूलाई एकछिन बिर्सिदिउँ। वर्बलाई एकदम सजिलै ग्रुप 1, ग्रुप 2 र ग्रुप 3 मा बाँड्न सकिन्छ। सधैँ ग्रुप 2 बाट सुरु गर्नु राम्रो हुन्छ। किन थाहा छ? किनकि ग्रुप 2 को नियम एकदमै कडा छ। यसको अन्त्यमा जहिले पनि रु हुनै पर्छ र त्यो रु भन्दा ठ्याक्कै अगाडिको अक्षर ई साउन्ड वा ए साउन्डको हुनै पर्छ। यदि यो नियम पालना हुँदैन भने त्यो वर्ब सिधै ग्रुप 1 मा पुग्छ। ग्रुप 1 ले बाँकी 8वटा अक्षरहरू वा ई र ए साउन्ड नभएका तर रुमा अन्त्य हुने सबै वर्बहरूलाई समेट्छ। यसलाई अझै छर्लङ्ग पार्न केही उदाहरणहरू हेरौँ है। यहाँ ग्रुप 2 का वर्बहरू छन्। मिरुमा रु भन्दा अगाडि मी छ, जुन ई साउन्ड हो। ओकिरुमा कि छ, त्यो पनि ई साउन्ड नै हो। त्यस्तै ओसिएरुमा रु भन्दा अगाडि ए साउन्ड छ र नेरुमा ने पनि ए साउन्ड हो। यी सबै कन्डिसनहरू पूरा हुने भएकाले यिनीहरू स्पष्ट रूपमा ग्रुप 2 मा पर्छन्। अब अर्कोतर्फ ग्रुप 1 का उदाहरणहरू हेरौँ। खाउ, खाकु, हानासु र यौमुको अन्त्यमा रु छँदै छैन, त्यसैले यी सिधै ग्रुप 1 भए। तर चुकुरु र वाकारुको अन्त्यमा रु भए पनि त्यो रुको अगाडि कु र का छन्, जुन ई वा ए साउन्ड बिल्कुलै होइनन्। त्यसैले अन्त्यमा रु नै भए पनि यी ग्रुप 1 मै पर्छन्। एकदमै लजिकल छ, होइन त? अनि ग्रुप 3 त झनै सजिलो छ। यसलाई इर्रेगुलर भर्ब भनिन्छ र यसमा जम्मा 2वटा मात्र शब्दहरू छन्, सुरु र कुरु। यसको लागि कुनै लामो विश्लेषण वा फर्मुला लगाउनै पर्दैन, मात्र यो 2वटा शब्दलाई कण्ठ गरे पुग्छ। खण्ड 4. ध्यान दिनुपर्ने विशेष अपवादहरू स्पेशल एक्सेप्शन्स टु नोट। हरेक भाषामा केही न केही ट्विस्ट त हुन्छ नै। जापानी भर्बमा पनि केही भिआइपी अपवादहरू छन् जसले आफूलाई बाहिरबाट ग्रुप 2 जस्तो देखाउँछन् तर भित्रभित्रै ग्रुप 1 को जस्तो व्यवहार गर्छन्। अब यहाँनिर एउटा गम्भीर प्रश्न आउँछ। के हुन्छ जब कुनै भर्बको अन्त्यमा रु हुन्छ र अगाडि ई वा ए साउन्ड पनि हुन्छ, तर त्यो ग्रुप 2 नभएर ग्रुप 1 हुन पुग्छ? यसको सजिलो उत्तर भनेको यी भिआइपी अपवादहरूलाई चिन्ने र कण्ठ गरिहाल्ने। जस्तै हासिरु अर्थात् दौडिनु, खाएरु अर्थात् फर्किनु, अनि सुबेरु, हाइरु, ओवारु र स्याबेरु। हेर्दा रुको अगाडि ई वा ए साउन्ड जस्तो देखिए पनि यिनीहरू वास्तवमा ग्रुप 1 हुन्। यी अपवादहरू एकदम थोरै मात्र छन्, तर यिनीहरूलाई बेलैमा चिन्न सकियो भने पछि मास फर्ममा बदल्दा हुने ठूलो कन्फ्युजनबाट मजाले बच्न सकिन्छ। खण्ड 5. मासु फर्म बनाउने सजिलो तरिका। इजी वे टु मेक मासु। ल, भर्बका ग्रुपहरू त चिन्यो।
अब तिनलाई मास फर्ममा बदल्ने सरल र गणितीय सूत्रहरू प्रयोग गरौँ। ग्रुप 1 को लागि 3 स्टेपको एकदमै लजिकल प्रक्रिया छ। पहिलो वर्बको अन्तिम अक्षर लिने, दोस्रो त्यो अक्षरलाई त्यसैको ई साउन्डमा बदल्ने, जस्तै कु छ भने कि, सु छ भने सी, र तेस्रो अन्त्यमा मास थपिदिने। यति गरेपछि काम सक्यो। अब यसलाई व्यवहारमै हेरौँ है। चुकुरुको अन्तिम रुलाई री बनाइयो अनि मास थपेर चुकुरीमास भयो। त्यस्तै खाउको उलाई ई बनाएर खाइमास भयो। खाकुको कु भयो कि अनि बन्यो खाकीमास। हानासुको सु भयो सी अनि बन्यो हानासीमास। कति सजिलो छ, होइन त? यो प्याटर्नले एकदमै शानदार तरिकाले काम गर्छ। अब पालो ग्रुप 2 को। ग्रुप 2 को सूत्र त झनै सरल छ। यसमा कुनै साउन्ड नै बदल्नु पर्दैन। मात्र भर्बको अन्तिमको रुलाई चट्ट काटिदिने र त्यसको ठाउँमा मास थपिदिने। बस यति भए पुग्छ। यहाँ उदाहरणहरूमा हेर्न सकिन्छ। मिरुको रु हट्यो अनि बन्यो मिमास। ओकिरुबाट ओकिमास, ताबेरुबाट ताबेमास र नेरुबाट नेमास। यो एक स्टेपको प्रक्रिया एकदमै सहज र छिटो छ नि, होइन र? अब बाँकी रह्यो ग्रुप 3 र अघि कुरा गरेका अपवादहरू। ग्रुप 3 का 2 शब्द कण्ठ गर्नुपर्छ भनेर हामीले भनिसक्यौं। सुरु हुन्छ सिमास र कुरु हुन्छ किमास। अनि ती हासिरु जस्ता अपवादहरू नि सधैँ याद राख्नुपर्ने कुरा के हो भने तिनीहरू ग्रुप 1 हुन्। त्यसैले तिनलाई ग्रुप 1 कै नियम अनुसार रुलाई री बनाएर हासिरीमास बनाउनुपर्छ। यहाँसम्म हामीले सिकेका सबै कुराहरूको मास्टर सारांश प्रस्तुत छ। ग्रुप 1 मा खाकुको खाकीमास, ग्रुप 2 मा ताबेरुको ताबेमास, ग्रुप 3 मा सुरुको सिमास र अपवादको रूपमा खाइरुको ग्रुप 1 नियमअनुसार खाइरीमास। यो जानकारीलाई एउटा अल्टिमेट चिटसिटको रूपमा सुरक्षित राख्न सकिन्छ, जसले सधैँ काम दिनेछ। ल, अब जापानी वर्बको यो मास फर्मको कोड पूर्ण रूपमा क्र्याक भएको छ। यो